भ्रष्टाचार र कुशासन विरुद्ध समतामूलक समृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृहत्तर एकताका लागि आह्वान गर्दछौँ। यसको लागि पार्टीको नाम र चुनाव चिन्ह नै परिवर्तन गरेर भए पनि पार्टी पुनर्गठन अघि बढाउन तयार छौँ। यो विवेकशील साझा पार्टीको अपिल हो। जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिलाई दृष्टिगत गर्दै जेनजी आन्दोलनलाई दलमा समाहित गरेर शक्ति आर्जन गर्ने उद्देश्य अनुरूपको रणनीति उसले सार्वजनिक गरेको छ। जेनजी आन्दोलनको आधिकारिक नेतृत्व नरहेको, जेनजीको नेतृत्व दावी गरेर अगाडि देखा परेकाहरू विभाजित अवस्थामा रहेको, जेनजीको आवरणमा गैर जेनजीहरू आन्दोलनमाथि हावी भएको, आगामी 6 महिनाभित्र प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने र पुराना राजनैतिक शक्तिले सुधारको सङ्केत नदेखाएपछि जेनजी पुस्ताको आन्दोलनलाई दलको शक्तिमा रूपान्तरण गर्न विवेकशील साझा पार्टी अघि सरेको हो। जेनजीहरू अन्यलको अवस्थामा रहेको बेलामा र छोटो समयमा राजनैतिक शक्ति निर्माण गर्न सम्भव नरहेको अवस्थामा वैकल्पिक दलहरूले जेनजी अभियन्तासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको सन्देश दिन थालेका छन्। जेनजी अभियन्ताले आफ्नो नेतृत्वको रूपमा अघि सारेको तर तत्काल नेतृत्व लिन नमानेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पनि नयाँ राजनैतिक शक्ति निर्माणमा चासो देखाएको खबर चर्चामा छ। बालेनले त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासपासँग छलफल अघि बढाएको समाचार प्रकाशन तथा प्रसारण भइरहेका छन्। छलफलमा पार्टीको नाम र चुनाव चिन्ह रासपा र घण्टी पुरानै रहने गरी सहमति जुटेको र सभापतिमा सबैलाई मान्य हुने पात्रको खोजी भइरहेको भनिएको छ। जेनजी अभियन्ता र मेयर बालेनसँग छलफल चलिरहेको सङ्केत रासपाका उपसभापति स्वर्णिम वाग्लेले पनि गरेका छन्। तर दलभन्दा बाहिरबाट सभापति खोज्ने कुरा रासपालाई स्वीकार्य नहुने उनको भनाइ छ। आन्दोलनलाई राजनैतिक शक्तिमा रूपान्तरण गर्न प्रमुख दलहरू अघि नआउने र ती दलप्रति जेनजी पुस्ता सकारात्मक नदेखेको अवस्थामा वैकल्पिक शक्ति निर्माणमा जुटेका राजनैतिक दलहरू अघि सरेका छन्। सोही अवसरमा विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले आइतबार विज्ञप्ति जारी गरेर सबै वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण सम्मानका लागि सबै ढोकाहरू खुल्ला गरेको सन्देश प्रवाह गरेका छन्। विवेकशील साझा पुराना दलहरूले पैदा गरेको निराशाबाट जन्मिएको दल हो। नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको विषय चर्चामा ल्याउने दलका रूपमा हेरिन्छ। चर्चित सञ्चारकर्मी रविन्द्र मिश्रले बीबीसी नेपाली सेवाबाट राजीनामा दिँदै नेपालमा वैकल्पिक शक्ति निर्माण गर्न राजनीतिमा प्रवेश गरेका थिए। त्यही बेलाबाट वैकल्पिक राजनीतिक शक्ति निर्माणको विषयले चर्चा पायो। नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति, पारदर्शिता, इमान्दारिता र उत्कृष्टता अर्थात् सिस्टमको 4 खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माणको घोषणा गर्दै साझा पार्टीको गठन गरे। पछि उनले उज्जवल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीसँग एकता गरे। एकताको 16 महिनामै पार्टी फुटेको थियो। विवेकशील नेपाली दल र साझा पार्टी बीच दोस्रो पटक एकीकरण भयो। त्यसपछि विचारभन्दा माथि देशको दस्तावेज पार्टीको केन्द्रीय समितिको 2/3 भन्दा बढी मतले पारित गर्दा त्यस निर्णय विरुद्ध रहेका संयोजक मिलन पाण्डे लगायतलाई कारबाही गरिएको थियो। कारबाहीको निर्णयमा असहमति राखेर पार्टीका अन्य नेता कार्यकर्ताले समेत राजीनामा दिएका थिए। पछि मिश्रले विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भए। टुटफुटको श्रृङ्खलाबाट अघि बढेको विवेकशील साझामाथि परम्परागत शैलीकै शक्तिको ट्याग लाग्यो र वैकल्पिक शक्ति निर्माणको रेसबाट बाहिरियो। अहिले समीक्षा बास्कोटाले विवेकशील साझा पार्टीलाई हाँकिरहेकी छन्। विवेकशील साझाले भ्रष्टाचार विरुद्ध सशक्त अभियान, सुसंस्कृत राजनीतिको निरन्तर अभ्यास र हरेक क्षेत्रमा युवाहरूको प्रभावकारी प्रतिनिधित्वलाई आत्मसात गर्दै नेपालमा वैकल्पिक राजनीतिको जग खनेर राजनीतिको भाष्य नै परिवर्तन गर्न सफल भएको दावी गरेको छ भने अहिलेको विषम राजनैतिक परिस्थितिबाट मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्ति, जेनजी पुस्ता र परिवर्तनकारी सबै शक्ति, अभियान समूह र अभियन्ताहरूको बृहत्तर एकता आवश्यक रहेको भन्दै सबैलाई आह्वान गरेको हो।